एक अद्भुत रूपान्तरण। जय मसीह। आज मंगलबार अक्टोबर 14 तारिक असोज 28 गते। परमेश्वरको ताजा वचन आज तपाईको लागि। प्रियहरू, अहंकार र नम्रता बीचको भिन्नता विशाल छ। तिनीहरू पूर्णतया पृथक संसार जस्ता हुन्, होइन र? यसले हामी प्रत्येकलाई प्रश्न सोध्छ। अन्य व्यक्तिले मलाई कसरी देख्छन्? म घमण्डी छु, नम्र छु वा दुवै बीच कतै छु? आधुनिक समयमा अहंकारबाट नम्रतामा भएको सबैभन्दा नाटकीय रूपान्तरण सोच्दा नेल्सन मण्डेलाको जीवनभन्दा ठूला उदाहरणहरू कमै छन्। एक समयमा उहाँ उग्र, सशस्त्र प्रतिरोध नै रङ्गभेद अन्त्य गर्ने एकमात्र उपाय हो भन्ने विश्वास गर्ने नेता हुनुहुन्थ्यो। तर जेलको 27 वर्षले उहाँलाई नम्र बनायो, धैर्य, क्षमा र मेलमिलापको शक्ति सिकायो। जेल जीवनबाट मुक्त भएपछि उहाँले बदला होइन, शान्ति रोज्नुभयो। आफ्ना पुराना शत्रुहरूसँग मिलेर दक्षिण अफ्रिकालाई एकतामा बाँध्ने काम गर्नुभयो। हो, त्यो अझै पनि जारी छ। तर राष्ट्रपति हुँदा उहाँले नम्रता साथ नेतृत्व गर्नुभयो। व्यक्तिगत रिस आपत्ति भन्दा राष्ट्रिय उपचारलाई प्राथमिकता दिनुभयो। एक जिद्दी क्रान्तिकारीबाट एक बुद्धिमान र करुणामय नेतामा भएको उहाँको रूपान्तरणले उहाँलाई इतिहासकै महान राजपुरुष मध्ये एक बनायो। मण्डेलाको कथाले कसरी नम्रताले अहंकारमाथि विजय प्राप्त गर्छ भन्ने कुरा देखाउँछ। तर यो नयाँ कुरा होइन। पुरानो दिनमै पहिलो शताब्दीमा नै येशूले यसलाई उहाँको जीवनमा देखाउनु भएको थियो। मर्कुस 9 को 35 पदमा यसो लेखिएको छ, तब उहाँ बस्नुभयो र 12 जनालाई बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, कोही मानिस पहिलो हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पहिलो र सबैको सेवक हुनुपर्छ। हामी भित्र गुप्त रूपमा आफ्ना चाहना, आवश्यकता, सुविधा र दृष्टिकोणलाई अरू सबैभन्दा माथि राख्ने, अरूको भन्दा प्राथमिकता दिनुपर्ने जस्ता आकांक्षा कति पटक पलाउँछ। मैले त अनुमान गर्छु हामी स्वीकार गर्न चाहने भन्दा धेरै पटक यस्तो चाहना गर्छौं। प्रिय मित्रहरू, सायद तपाईले आफ्नो दृष्टिकोण, आफ्ना सम्बन्धहरू, अरूहरूप्रति गरेको व्यवहारको समीक्षा गर्दा पहिला हुनुको अर्थ फेरि बुझ्ने केही अवसरहरू पाउनुहुनेछ। अनि येशूका अनुसार पहिलो स्थान कहाँ हो त? जहाँ हामी सबैभन्दा पछाडिको स्थानमा छौं र सबैको सेवक हुन्छौं। त्यो नै पहिलो स्थान हो। परमेश्वरको ताजा वचन आज केवल तपाईको निम्ति। परमेश्वरले तपाईलाई प्रशस्त आशीष दिउन्। जय मसीह।